हेलो वेलकम छ मेरो फेसबुक भिडियोमा सम्पूर्णलाई र म पनि सन्चै छु, हजुर पनि सन्चै हुनुहुन्छ होला भन्न चाहन्छु। र आजको यो शुभ बिहानीमा एकदमै फ्रेस भएको कारणले गर्दा एकदम ठिक छ मलाई पनि र हजुरलाई पनि सन्चै छ होला भन्न चाहन्छु। र आजको स्पेसल कुरा के छ त भन्दाखेरि अहिलेसम्म मेरो भिडियो सम्पूर्णले हेरिरहनु भएको छ र लाइक कमेन्ट गरिरहनु भएको छ, हजुरलाई सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु र अझै पनि माया गरिदिनु होला भन्न चाहन्छु। र नयाँ आउने साथीहरूले फलो पनि गरिदिनु भएको छ, उहाँलाई पनि थ्याङ्क यू सो मच भन्दै फलो ब्याक दिइरहेको पनि छु। र आजको भिडियोसम्ममा भन्दै आजको विशेष स्पेसल कुरा के हो त भन्दाखेरि हामी नेपाली दाजुभाइहरू अब जसरी भए पनि विदेशै आउने प्लानिङ हुन्छ र नेपालमा कुनै त्यस्तो अवस्थाहरू नभएको कारणले गर्दा हामीहरू विदेश आउनुपर्ने बाध्यता पनि छ। त्यसैले हतार नगरिकन विदेश नआउनु होला भन्न चाहन्छु। थोरै नर्मल बेसिक सिप सिकेर आउनुभयो भने हजुरलाई एकदमै उपयुक्त हुन्छ भन्न चाहन्छु यस भिडियो मार्फत। भन्न खोजेको के हो त भन्दाखेरि हामीहरू कुनै सिप बिना विदेश जुनसुकै कन्ट्री गयो भने अलिकति प्रब्लम भएरै आउँछ। किन भन्दा अनि हामी नर्मल भाषाहरू जानेको हुनुपर्छ, नर्मल बेसिक सिप पनि जानेको भए अलि केही राहत मिल्छ जागिर खानलाई अथवा जुनसुकै सेक्टरमा काम गर्नको लागि पनि। भाषा भनेको एनीहाउ चाहियो, त्यो पनि अब अरबिक कन्ट्रीमा छ भने अरबिक पनि जान्नुपर्छ नर्मल। र म त खासै जान्दिनँ, तर पनि हिन्दी चाहिँ जान्नु पऱ्यो बेसिक, अनि बेसिक इङ्ग्लिस चाहिँ जानेकै हुनुपर्छ जो जस्तो भए पनि। अनि पढाइ चाहिँ एजुकेसन भनेको फेरि कस्तो त भन्दा अलिकति केही राम्रै जागिर खान्छु भन्ने हो भने एजुकेसन पनि प्लस चाहिन्छ र नर्मल बेसिक इङ्ग्लिस चाहियो अनि हिन्दी चाहिँ जानेको हुनुपर्छ। अनि अरू त बोल्दा बोल्दै जानिन्छ पनि, त्यो कुनै ठुलो कुरो भएन। अब जानिन्छ भने अरबिक पनि जान्दा एकदमै राम्रो भन्न चाहन्छु। र नेपालबाट त्यस्तो कोही साथीभाइहरू आउँदै हुनुहुन्छ, आफन्तहरू आउँदै हुनुहुन्छ भने उहाँहरूलाई अब हतार नगरिकन थोरै भए पनि नर्मल बेसिक सिपहरू सिकेर आउँदा एकदमै राम्रो जस्तो मलाई लाग्छ। त्यसैले हतार नगरी बरु बेसिक सिप सिकेर आउनुहोला। र भाषामा पनि समस्या छ भने भाषाहरू पनि हेरेर बुझेर आउनुहोला भन्न चाहन्छु हजुरहरूको लागि भनेर भिडियो बनाएको हो। र भाषा सिप केही छैन भनेपछि हेरेर अलिकति गाह्रै हुन्छ। भनेको टाइममा जागिर पाउँदैन, भने जस्तो पाउँदैन। अनि अब जागिर खोज्नु पर्ने हुन्छ, खोज्दाखेरि अब भाषा जान्न चाहियो, भाषा छैन। अब एजुकेसन नभए पनि नर्मल्ली सिप चाहिँ चाहिन्छ है, एउटा सिप एनी आउट चाहियो। किन भन्दाखेरि एक दुईवटा सिप हाम्रो हातमा छ भनेपछि र नर्मल भाषा छ भने पढाइले पनि त्यति पढाइको पनि यहाँ भ्यालु हुँदैन। किन भन्दा अब राम्रो जागिर खाने पनि पढाइको पनि छ यहाँ, पढाइलाई प्लस ल्याङ्ग्वेजहरू पनि जान्नुपर्छ। र हामी नर्मल गर्ने हो, नर्मल काम गर्ने भएको कारणले गर्दा हामीलाई भाषाभन्दा पढाइभन्दा पनि एकदमै इम्पोर्टेन्ट भनेको भाषा भएको कारणले गर्दा भाषा प्लस सिप भएको कारणले गर्दा हजुरहरू भाषा त बोल्दै गर्दा जानिन्छ पनि, र सिप भन्ने कुरा अलिकति सिप चाहिँ स्किल बढाएर आउनुभयो भने एकदमै बेस्ट हुन्छ भन्न चाहन्छु यस माध्यम भिडियोबाट। र हजुरहरूले यो भिडियोमा भन्न खोजेको यही हो। र हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला र आफन्तहरूलाई पनि यो भिडियो सेयर गरेर सहयोग गरिदिनु होला भन्न चाहन्छु। र यो भिडियोले हजुरको आफन्तलाई केही राहत मिल्छ कि भन्ने आशले गर्दा मैले भिडियो बनाएको हो। र हामी सिप बिना केही गर्न सक्दैनौँ, अगाडि बढ्न सक्दैनौँ। त्यसले यो भिडियोलाई सेयर गरेर आफन्तसम्म पुर्याउनु होला र आफन्तहरूलाई बेसिक नर्मल सिप भए पनि सिकाएर पठाउनु भयो भने एकदमै राम्रो हुनेछ भन्न चाहन्छु। र अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएको सम्पूर्ण दर्शकहरूलाई थ्याङ्क यू सो मच। र नयाँ फलोजहरूलाई फलो गरिदिनु भएको थ्याङ्क यू सो मच भन्न चाहन्छु। र फलो ब्याक पनि दिइरहेको छु भन्दै आज भिडियो लामो भइसकेको छ र बाँकी कुराहरू अर्को भिडियो गरौँला। र आजको दिन हजुरको शुभ रहोस् भन्दै आज छुट्टिनुपर्छ होला हो साथीभाइ। र अर्को भिडियोमा भेट्ने बाचा गर्दै र हजुरको गर्मीको समय भएको कारणले गर्दा एकदम केयरफुल हुनुहोला भन्दै छुट्टिन्छौँ। नमस्ते, बाई बाई।